आउने होइन यहाँ गहिरो छ नि पुरा हाम्रो नेपालको नदीहरू सब यहाँ आउँछ नेपालको पानीभरि आउने यही ठाउँ हो अनि कति लामो हो कि दुईतिर रहेछ है पुल यताको बनाउँदैछ यता पनि रहेछ यताको नयाँ हो कि पुरानो त है नयाँ होइन म आउने बेलामा यो पुल यताको थिएन क्या यो होला यो ट्रेनवाला होइन यो थिएन यो चाहिँ थियो एकछिन पढ्न दाइले रोकिदिनु भएको थियो एकछिन हेर्नलाई हेर्नु हामी आउने बेला वारिपारि पानी थियो यति ठुलो नदीमा हेर्नु चाहिँ पानी अहिले त पानी नै छैन के ठाउँ भन्छ अरे दाइ यसलाई राग्राघाट यताबाट आउने पुल बनाउने यताबाट जाने यता रेल पुरै पानी हुन्छ दाइ बर्खामा त यो पुल बनाउन लाग्यो भएर मात्रै यो नदीबाट बाटो बनाइराखेको छ नत्र त रेल आउने बाटो पनि खतरा राम्रो रहेछ है हेर्नु छोटोवाला रेल आइराखेको छ सानोवाला इन्जन मात्रै हो त्यो ट्रेन हो त्यो त्यसलाई ट्रेन भन्छ इन्जन मात्रै हो त्यो बिचमा बाटो बनाएर छेउछेउबाट पानी के हुँदैन कि झर्ने होइन दाइ ढिला हुन्छ झर्ने होइन दाइ झर्ने म यत्तिकै यो पोस्ट गर्ने होइन यो सम्झनाको लागि मात्रै यति ठुलो ड्रम भनेपछि कति गहिरो होला पानी कति गहिरो होला यो नदीमा पानी रसी लगाएको छ है बर्खासम्म त भइहाल्ला नि सब भइहाल्छ यति धेरै पानी थियो नि हामी आउने जब बाढी नै आयो जस्तो साउनको महिना आदिमा हामी 2 वर्ष 2 वर्षभन्दा बढी भयो होला कति व्यवस्थित छ है मोदीले जे गरेछ क्या यहाँको जनताको लागि चिसो पाउँदैन तातो खरबुज पनि के खानु जाम